झापाका जनताहरूलाई धन्यवाद। जसले हराउनु पर्थ्यो तपाईँले हराउनु भयो। अनि यो महेश बस्नेतलाई हराउनेहरूलाई पनि धन्यवाद। तपाईँहरूले पनि जसलाई हराउनु पर्ने थियो हराउनु भयो हैन। अब यहाँ कस्तो भयो भने बालेन्साको टाउको देखाएर बाँकी अरूले पनि जितिरहेको छ क्या। जो जित्नै नपर्नेहरूले पनि जितेका छन्। यस्तो भयो कि रासपाबाट कुनै रेपिस्ट उठेको भए पनि जित्थ्यो जस्तो सिचुएसन क्रिएट भयो क्या यहाँ त हैन। त्यो राजु पाण्डेले जित्न जरुरी थियो। त्यो राजु पाण्डे भन्दा त कति धेरै गुणाले त कुलमान घिसिङ राम्रो छन् त हैन। हर्क साम्पाङले जित्नु पर्ने हो, रेणु दाहालले जित्नु पर्ने हो। आफ्नो ठाउँबाट कस्तो उम्मेदवार उठेको थियो हेर्नु भएन तपाईहरुले? घण्टीमा छाप लाउने भनेर ड्याङ्गी ड्याङ छाप हान्देको सर्लकै। आफ्नो ठाउँबाट को उठेछ कस्तो उठेछ मैले कोलाई दिने भन्ने कुरा लेखाजोखा नगरेको तिमीहरुको यही पाराले तिमीले हेर्न तिमीले पछि दुःख पाउँछस्। जसले हराउनु पर्थ्यो त हरायो ठीक छ त के गरे? जित्नै नपर्ने मान्छेले नि जित्या छ के रासपाबाट। चोरहरुले पनि जित्या, चोरहरुले पनि। लु